यो मुला रोपेको चाहिँ कति महिनै भयो, मैले नै बिर्सेँ। मैले ग्राउन्ड कभर क्रपको रूपमा छोडिदिएको थिएँ, तर यसो गार्डन बेड सफा गर्दै जाँदाखेरि चाहिँ मैले यहाँ मुला फलेको देखेँ। म चाहिँ एकदमै सरप्राइज पनि भएँ। केही समयको लागि छोड्छु नै भन्ने प्लान थियो, अरू क्रपको लागि ग्राउन्ड कभर हुन्छ भनेर, तर फलेको देखेपछि चाहिँ मलाई यसलाई उखाल्न मन लाग्यो। धेरै लामो समयसम्म ग्राउन्डमा भइरहेको हुनाले यो मुलालाई उखाल्न सजिलो चाहिँ थिएन, त्यही पनि नटुटोस् भनेर मैले एकदमै केयरफुल भएर उखालेँ। यो हेर्दाखेरि अब खाने जस्तो चाहिँ छैन, किनभने यो निकै नै छिप्पिएको होला, यसको केही पनि युज गर्न चाहिँ मिल्दैन। त्यही पनि अब देखेपछि मलाई यस्तो टिप्नलाई रहर लागेको, यो एउटा टिपेँ। अनि त्यसपछि अरू हेर्दै जाँदाखेरि यहाँ एउटा चाहिँ बिउ बन्नलाई रेडी भएको रहेछ। अनि त्यसपछि अर्को चाहिँ सानो छन चाहिँ, त्यही पनि अब उखालिहालौँ। उखाल्न थालिसकेपछि किन नउखाल्ने, बरु अरू मल्चहरू नै राखेर जमिनलाई कभर गर्छु भनेर मैले अब यो मुला चाहिँ सबै नै उखाल्ने निर्णय गरेँ। यो दुईटा भयो। अनि त्यसपछि अर्को पनि सानो देखिन चाहिँ अब हुन चाहिँ राम्ररी फस्टाएन, के कति कारणले मलाई थाहा छैन। बाक्लो भएको थियो कि अथवा मल माटो राम्रो नपुगेर हो कि थाहा छैन। त्यही पनि यति फलेको पनि अब मेरो लागि अलिकति पोजिटिभै हो। मैले अहिलेसम्म मुला फलाउन चाहिँ सकेको छुइनँ खासै, त्यो त खासै युज होला जस्तो पनि छैन। त्यसलाई मैले फालिदिएँ। अब जम्मा भएको चाहिँ यति हो। अब यसलाई मैले केही युज गर्ने चाहिँ होइन, त्यही पनि मैले एउटा यसो भिडियो चाहिँ बनायो। खान पनि सायदै मिल्दैन नै होला, त्यही भएर हार्भेस्ट मुलाको यही नै हो आजको।